राजविराजबाट करदाता सेवा कार्यालय सार्ने जुन अहिले कुरा चलिरहेछ त्यसको त्यो निर्णयको खारेजीको विरोधमा राजविराज स्थित गजेन्द्र चौकमा उद्योगी व्यापारीहरू अहिले हस्ताक्षर सङ्कलन अभियानमा जुटेका छन्। कार्यालय सार्ने विषयमा यहाँका स्थानीय कार्यालयका प्रमुख कर्मचारीहरूसँग यहाँहरू कुरा गर्नु भएन? हामी सम्पर्कमा छौँ, उहाँहरूले पनि हामीले रिक्वेस्ट गरेकै छौँ र उहाँहरूले अब उहाँको हातबाट हुने कुरो नभएको कारणले गर्दा हामी चाहिँ केन्द्रसम्म यसको लागि अगाडि बढाइसकेका छौँ। अब यसरी सप्तरीवासीको लागि नै यो कर कार्यालय महत्त्वपूर्ण हुँदा पनि तपाईँहरू राजविराजमा केही मान्छे मात्र सङ्घर्षमा उत्रिनु भएको छ, अरू तपाईँको उद्योगी व्यापारीहरू खै त? होइन, हाम्रो चाहिँ उद्योगी व्यापारीहरू हरेक ठाउँमा, जस्तै कि हिजोको कार्यक्रममा हाम्रो हरेक जिल्लाको जति के अरे बजारहरू थिए सब बन्द थियो। अहिले चाहिँ हामीहरू हस्ताक्षर अभियानमा गइरहेछौँ। त्यसपछि हाम्रो धारणा कार्यक्रम छ र त्यसपछि अब 27 गतेपछि हाम्रो चाहिँ कार्यक्रम अझ अगाडि बढ्नेछ। आज सप्तरी उद्योग वाणिज्य सङ्घको अगुवाईमा हाम्रो गठित आन्दोलन समितिको नेतृत्वमा चाहिँ आजदेखि कर कार्यालय जुन राजविराजबाट सार्ने सरकारको वर्तमान निर्णय भएको छ त्यसलाई स्थगित गर्नका निमित्त चाहिँ हस्ताक्षर अभियान र आज 2 बजेदेखि 27 गतेसम्मका लागि दैनिक रूपमा धरना बस्ने भन्ने हाम्रो निर्णयअनुसार हामी चाहिँ यो कार्यक्रममा सहभागिता र एकबद्धता जनाउने सम्पूर्ण राजनीतिक दल, पत्रकार, नगरवासी, जिल्लावासी लाई अनुरोध गर्दै हामी यहाँ धरना र हस्ताक्षर अभियानका लागि बसेका हौँ। के यो सम्बन्धमा अहिले सम्बन्धित निकाय प्रशासनसँग केही तपाईँहरूको छलफल भएन? अहिलेसम्म त प्रशासनसँग छलफल त भएको छैन। हामी केन्द्रमा कुरो गर्दैछौँ, हामी आउँदैछौँ, गर्दैछौँ, त्यही कुरो भएको छ। तर यो जो सरकारले जुन खारेजी गरेको छ यो निर्णय गलत निर्णय हो, किनभने यहाँ जुन छ सप्तरी जिल्लामा 72 देखि 75 हजार व्यवसायी यहाँ हो। सबैभन्दा यो प्रदेशमा कर असुली सबभन्दा बढी यही प्रदेशबाट, यो जिल्लाबाट भइरहेछ र उत्कृष्ट करदाता पनि यही जिल्लाबाट 2-3 वर्ष लगातार भएको छ। त्यही भएर कर कार्यालय यहाँ हुन अति आवश्यक रहेकोले यो खारेजीप्रति हामी, सरकारको निर्णयप्रति हामी गम्भीर भएका छौँ र गम्भीर आपत्ति हामी जनाउँदैछौँ। यो स्थापना हुनुपर्छ, कर कार्यालय यहाँ बस्नुपर्छ। यसरी राजविराजका उद्योगी व्यापारीहरूले करदाता सेवा कार्यालय खारेजीको विरोधमा हस्ताक्षर अभियान चलाइरहेका छन्। राजविराज स्थित गजेन्द्र चौकमा यहाँहरू कपडामा हस्ताक्षरहरू हेरिराख्नु भएको छ र व्यापारीहरू कर कार्यालयको लागि आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक